एकजनाले भन्नुभएको थियो, क्यान्टिनमा उधारो नखानु है, 10 को पछाडि अर्को सुन्ना थपिदिन्छन्। खाजा खाँदै थियौं, एकजना मान्छे दौडेर आयो। हामी सबैलाई ग्राउन्डमा जम्मा हुनु भन्ने आदेश छोडेर गयो। म त खाजा नै नखाई कुदे, किनभने मलाई स्पष्ट थाहा थियो भाटा हान्छन् भनेर। मलाई भाटो खान मन थिएन। सबै जम्मा भएर लाइनमा लागिसकेका थिए। एकजना फेरि नयाँ गुरुबा थपिनु भएको रहेछ। उहाँले भन्नुभयो, तिमीहरु माइए पास गरेको को छ? मलाई हात उठाउन मन लागेको थिएन। फेरि खिल्ली उडाउलान् कि भन्ने डर थियो, अनि उठाउनै कर लाग्यो। मेरो थर सुनेर एकजना मेरै थर भएको जर्सापको नाम गुरुले लिनुभयो। कटुवाल जर्सापलाई चिन्छस्? मैले भने, किन नचुनिने गुरुबा? उहाँले फेरि मतिर हेर्दै भन्नुभयो, चिन्छु भनेर धेरै मक्ख नपरेको राम्रो है केटा। सेनापतिको छोरा भए पनि छुट छैन यहाँ। पछि अफिसर भएर आएमा म खुट्टा बजारेर गर्वका साथ सलाम हान्ने नै छु। मेरो नाम हो भरत, म नाइ। मैले उसको शिरदेखि पाउसम्म निहालेर हेरेँ। मान्छे पनि हिरो छ, चिटिक्क परेको ड्रेस लगाएको। सायद यहाँ पनि कुनै फिल्म खेल्ने होला जस्तो लाग्थ्यो। मैले यस्तै सोचेँ, तर पछि बल्ल थाहा भयो त्यो त दर्जा पो रहेछ। अब खेल परेडको सिट्ठी बज्यो। सबैजना जम्मा भयौँ। पुरानो टोली खेल ड्रेसमा थियो, तर हामी कम्ब्याट अर्थात् चुस्तामा थियौँ। खाना खुल्यो। भान्सामा मासुको रुटिन थियो। फेरि 6:15 बजीतिर सिट्ठी बज्यो। रोल कल रहेछ। ग्राउन्डमा गयौँ। पालै पालो बटालियन हुद्दा साहब, त्यसपछि जमदार, मेजर साहब र अन्तमा कर साहब। कर साहब चाहिँ हौसला दिनुहुन्थ्यो, भाग्नु हुँदैन है लाउरी हो, पछि सिपाही भएपछि सुख पाइन्छ। लगभग तालिमको 3 महिना हुन लागेको थियो। पल्टन बदली भयो। पहिलेको पल्टन रोल्पामा जाने भयो। अर्को पल्टन आयो, जसमा हामीलाई पनि बुझाउनको लागि तयारी थियो। अर्को पल्टनबाट गुरुजीहरू आउनुभयो। हामीले पुरानै गुरुजीसँगै रोल्पा जान्छौँ भन्यौँ। हामीलाई पुरानो पल्टनले धेरै माया गरेको थियो। अरूले अरूको कुरा बुझाउँछन्, तर सिपाहीले कल गलको नम्बर बुझाउने रहेछन्। समयवश म जुन पोस्टमा ड्युटी बस्न गएँ, त्यहाँ त पहिले नै 2 जना थिए। एक रोल्पा जाने पल्टनको अर्थात् अर्को त्यो पल्टनलाई बदली गर्ने पल्टनको, जुन झापा 4 आली ब्यारेकबाट आउँदै थियो। सिपाहीले कुरा गरे। पुरानो पल्टनको सिपाहीले नयाँ आउने सिपाहीलाई बुझाउँदै भन्यो, त्यो बाह्रै मुभिज हलको अलि पछाडि खरको छाना भएको एउटा रेस्टुरेन्ट छ, त्यसमा केटी पाउँछ। त्यहाँ बसेर धेरै खायो भने बिल मात्र आउँछ। त्यसैले त्यहाँ हल्का मात्रै खानु र केटी पट्याएर काम तमाम गर्न पाइन्छ। नयाँ सिपाहीले यो कुरा सुनिरहेको थियो। उसले सायद झापामा पनि यसै गरी बुझाएर आएको थियो होला। पुरानो सिपाहीले मलाई पनि भन्यो, हेर सैन्य, त पनि सिपाही भएपछि फ्रेस हुनु त जाने होलास् नि। सुन त पनि राम्रोसँग, तर पुरानो भएमा चाहिँ पुरानोको पालो पहिला आउँछ है। मैले मनमा नै सोचे, अब केटीसँग बस्न पनि के को सिनियर के को जुनियर, यो त रहरको कुरा हो, मनको कुरा हो, भावनाको कुरा पो हो त। म एकछिन टोलाएको देखेर उसले भन्यो, डाइरेक्ट पैसा तिरेर काम तमाम गर्ने हो भने चाहिँ 16 खुट्टेमा जानुपर्छ। चोकको अलि भित्रपट्टि एउटा 5 तले घर छ। त्यस्तै घरमा पाइन्छ फ्रेस माल। पैसा तिर्नु परेपछि माल पनि त नयाँ नै मिल्नु पर्यो नि। उसको कुराले मेरो मनमा चौचौ पाक्न सुरु भयो। म चौचौको स्वाद सम्झेर मुख मिठ्याउन थालेँ। नयाँ पल्टनमा करसाबको छोरा नै सेकेन्ड लेफ्टिनेन्ट हुनुहुँदो रहेछ। माथि हाम्रो लाइनमा आउनुभयो। शनिबारको दिन थियो। हामी सैन्य लाइनमा आराम गरिरहेका थियौँ। तुरुन्तै बाहिर जम्मा हुने आदेश आयो। सबैजना बाहिर जम्मा भयौँ। उनले खैनी मार्दै भने, हेर रौड, तिमीहरू साह्रै अनुशासन नभएका रहेछौ। पुरानो पल्टनले ज्वाइँ पाले जस्तो पालेको रहेछ। अब म सिकाउँछु तिमीहरूलाई। ल, सबैजनाले 100 पटक सिटअप गर। के गर्नु के नगर्नु भयो। चुपचाप हामीले भने अनुसार गर्यौं। फन्ट्रोल पनि जसले ढिला गर्यो। अन्य गुरुजीले बाटो हान्नुहुन्थ्यो। लपसापको सजाय भोगेपछि मैले लामो सास फेरेँ। उहाँ निस्केर बाहिर जानुभयो। राति लगभग 11 बजेको रहेछ। सबैजना हतार हतार उठे। हुद्दा साहब पनि थरथर हुनुभयो। एक त कर साहबको छोरा, त्यसमा पनि सेकेन्ड लेफ्टिनेन्ट साहब रे। अत्यधिक रक्सी पिएर आउनु भएको रहेछ। हुद्दा साहब रिपोर्ट गर्न जानुभयो। जम्मा 100 जनामा 10 जना भागेको, 20 जना ड्युटीमा, 70 जना छन् साहब। अफिसर साहबले ठाडो आदेश दिनुभयो र भन्नुभयो, ड्युटीमा भएका सबै रोडलाई बदली गर। 15 मिनेट भित्रमा सबैजना आइपुगे। हामी धेरै डराएका थियौं। साइडमा बसेका गुरुजीले भन्नुभयो, अब नाइट परेड हुन्छ।
सबैजना 2 मिनेटभित्र ब्याटल ड्रेस लगाएर आऊ। सबैजना ब्याटल ड्रेसमा आयौँ। हामी लडाईँमा जानको लागि तयार भयौँ। आज काभ्रेमा लडाईँ पर्यो रे, हामी थप फोर्स भएर जानुपर्ने भयो। लेस नायक गुरुबाले सबैजनालाई आफ्नो टोली चेक गर्न भन्नुभयो। म सेक्सन 1 को कमान्डर थिएँ। सेक्सन तयारी भएको रिपोर्ट दिए। मुभ आदेशमा म टोलीको मुभ गरिरहेको थिएँ। आदेश आयो, हल्ट, लडाईँ सकियो। हाम्रो टोलीले लडाईँ जित्यो रे। हामी तुरुन्तै अघिको ठाउँमा आयौँ। फेरि भन्नुभयो, ल अब ठिक छ, सबैजना आराम गर, ड्युटी भएको ड्युटीमा जाओ। हामी बिस्तारै लाइनतर्फ जाँदै थियौँ। साहबले भन्नुभयो, मैले तिमीहरूलाई आराम गर्न जाऊ भनेको त कोही बाहिरै उभिएको किन? अब सबैजना तुरुन्तै 1 मिनेटभित्र ससुराली ड्रेसमा हो। हामी सबै हतार हतार गर्दै बाक्सा खोल्दै ससुराली ड्रेस खोज्दै थियौँ। लाइनमा बत्ती बाल्न मनाइ थियो, तैपनि बल्ल तल्ल कपडा लगाएर आएका थियौँ। बत्ती बालेर चेक गर्नुभयो। एकजनालाई अगाडि बोलाउनु भयो। उसले सबै ड्रेस लगाएको थियो, ढाका टोपी, पार्टी सुज, सबै कालो बेल्ट। ल हुद्दा साहब, चेक गर्नुहोस् त यसलाई। हुद्दा साहब, हस् सर, चेक गर्न लाग्नुभयो। लप साहबले भने, सबैजनाले सुन, यदि तिम्रो साथीले सबै नियम पालना गरेको रहेछ भने तिमीहरूलाई म छोडिदिन्छु, नत्र म भन्न सक्दिनँ। हामी सबैजनाले भन्यौँ, हस् साहब, मन्जुर छ। हुद्दा साहब चेक गर्न थाल्नुभयो। हामी खुसी थियौँ, किनभने रातमा कसैले आफ्नो ड्रेस नपाएर चुस्ता उल्टो फर्काएर लगाएर आएका थिए। मैले भने बेल्ट लगाउन भ्याएको थिएन। हुद्दा साहब, लौ सबै राम्रो छ, अब रुमाल निकाल। हामी डराइरहेका थियौँ, रुमाल छैन होला, अब दुःख पाइने भयो। मुटु ढुक ढुक गर्दै थियो, सास बढिरहेको थियो। उसले मुस्कुराउँदै गोजीबाट रुमाल निकाल्यो। उसको मुख उज्यालो थियो। तेजबहादुर थियो उसको नाम। सोचे, तेजै रहेछ। हाम्रो मुख पनि उज्यालो भयो। मनमा नै भने, थ्याङ्क्स गड। लप साहबले भन्नुभयो, ल अब तिमीहरूले लगभग जित्यौ कि यसले तिमीहरूलाई जोगायो दुःख पाउनबाट। अब लास्ट कुरा, ससुरालीमा सबैभन्दा महत्त्व कसको हुन्छ? एउटा सैन्यले प्याट्ट भनिदियो, सालीको। लप साहब, गुड, फाल आउट। ऊ पछाडिको लाइनमा रहेछ। टक्क नियम साथ निस्कियो, 2 खुट्टा बजारेर सलाम ठोक्दै। लप साहबले भन्नुभयो, ल त्यसो भए भन् त, सालीलाई गिफ्ट दिनुपर्छ कि पर्दैन? सैन्य, चाहिन्छ साहब, सतर्क हुँदै भन्यो। फेरि विश्राम पोजिसनमा बस्यो। ल त्यसो भए भन् त, गिफ्टको लागि के चाहिन्छ? सैन्यले, पैसा चाहिन्छ साहब, अघिको कुरा दोहोऱ्यायो। गुड, लाउरे भिनाजु पक्कै पनि सांसाथ ससुराली जानुपर्छ, होइन त? सैन्य, हो साहब। लप साहबले भन्नुभयो, ल त्यसो भए तेरो साथीको पर्स चेक गर। सैन्यले चेक गर्यो, पर्स थिएन। साथी कालो न कालो भयो। हाम्रो सबैको मुटुले नब्यान्यो। साहबले मुस्कुराउँदै भन्नुभयो, ल सबैजना अब गेम ड्रेसमा 2 मिनेटमा आऊ। सबैजना यसपटक चाहिँ छिटो छिटो आयौँ, किनकि गेम ड्रेस लगाउन सजिलो थियो। लप साहबले भन्नुभयो, ल ठिक छ, अब सबैजना पेन्टी लगाएर आउने। यसपटक झन छिटो भयो, किनभने लगाएको कपडा खोल्नु मात्र थियो। तर एकजनाले लङ कट्टु लगाएको रहेछ। सबैजनालाई चेक गर्दै जाँदा फेला परिहाल्यो, नत्र हामीले त लुकाउन कोसिस गरेका थियौँ। कट्टु पनि रातो कलरको ठुलै लगाएको रहेछ। लप साहबले फेरि भन्नुभयो, ल तिमीहरूकै एकजना साथीले भनेको मान्दै मानेन, त्यसैले अब जे हुन्छ मलाई नसराप है, तिम्रै साथीलाई सराप। त्यसलाई अगाडि सबैभन्दा अग्लो ठाउँमा राखियो, सबैजनाले देख्ने गरी। लप साहबले भन्नुभयो, कट्टु खोल। भनेको कुरा त किन पटक्कै नमानेको होला? मैले अगाडि नै कट्टु खोल्नको लागि आदेश दिएको होइन र? उसले चुपचाप खोल्यो। उहाँले हामीतिर हेरेर भन्नुभयो, ल अब 2 मिनेटभित्र सबैजना जन्मेको पोजिसनमा आऊ। अचम्म पनि कस्तो भने, जसरी जुन आसनमा बसे पनि यो गुरु रामदेवको आसन भए जस्तै। जे गरे पनि, जे भने पनि त्यसको पछाडि पोजिसन लगाए भयो। सबै कपडा खोलेर नाङ्गै थियौँ, तर मैले भने चप्पल लगाएको थिएँ। हेर्दै जाँदा भन्नुभयो, तैँले जन्मिँदा चप्पल लगाएर आएको थिइस् र? एक झापड खाए, तुरुन्तै चप्पल फाले। ल सबैजना नाङ्गै बस्नु, आदेश आयो। जाडो महिना भएकोले सबै थरथर काप्न थाले। लप साहब, ल अगाडि भएका सबैजना बस। म अगाडिको लाइनमा थिएँ, म पनि बसेँ। मनमा नै सोच आयो, कति गाह्रो रहेछ जागिर खाना त। लप साहब, ल अब बिस्तारै पछाडिको लाइनको मान्छे आफ्ना आफ्ना साथीको काँधमा चढ।
सबैजना चढे। त्यसपछि हाम्रो पनि पालो आयो। बिस्तारै उठियो। लपसाप कराउँदै, ए रौड, साथीले भुइँमा खसालिस् भने तँलाई कुटेर जागिरी खान्छु भन्दा भन्दै बगाइदिन्छु। ए हलसाब ओस्ताज, गएर हेर्नुहोस् है। सबै गुरुजी डरले थरथर हुँदै हामीलाई गाली गर्न थाल्नुभयो। लपसापले माथि माथि भनेपछि हामी साथीभाइलाई बोकेर उभिनु पर्ने, अनि तल भनेपछि बस्नुपर्ने। तर उहाँले भने पुग्ने, हामीलाई भने साथीलाई बोकेर थाकेर हैरान। बेला बेलामा त गाह्रो भएर बेहोस हुन्छु जस्तै हुन्थ्यो। तर के गर्नु, काम त गर्नु नै थियो। हाम्रो अनुहार निलो देखेर होला सायद सापले भन्नुभयो, हेर भाइ हो, यो तिमीहरूले गर्नै पर्ने तालिम हो। आर्मीले डर, लाज र फोहोर मान्नु हुँदैन। ल सुन, तिमीहरूले देखेका पनि होला नि, सिपाहीले हान्यो भने त ठहरै पार्छ। आफ्नो ज्यानको सुरक्षाको लागि हो यो तालिम। अहिले तिमीहरूका तिग्रा बलिया भएनन् भने कसरी गोलीगट्टा बोक्न सक्छौ? आफ्नो ज्यानको सुरक्षाका लागि भए पनि तिमीहरूले यो तालिम सफलतापूर्वक सम्पन्न गर्नुपर्छ। फेरि तलमाथि गर्दै 10 पटक पुर्याउनु भयो। मेरो साथी निकै ठुलो परेको थियो, लगभग 60 केजी होला बजिया। मेरो त सातो जाला जस्तो भएको थियो। अब पुरै बस। धेरै साथीहरू त उठ्न नै सकेनन्, कोही ढले, तर ढलेर छुट थिएन। लौरी खाएपछि ठिक भए। फेरि सुरु हुन थाले। सबैको ध्यान त्यता गएको बेलामा हामीले पनि शक्तिलाई जम्मा गर्यौं। लपसाप तलमाथि आउन लाग्दा माथि बसेको साथी थाकिसकेछ भने बोक्नेको हालत के होला? साथी नाङ्गै। पसिना आएर साथी चिप्लिएर तल खस्ला भन्ने उत्तिकै डर थियो। साथै पसिना गन्नाएर कुरै नगरौं। गुरुजीहरू हाँस्दै टाढा टाढा बसेर कमान्ड गरिरहनु भएको थियो। अन्तिमसम्म म लगायत 10 जोड मात्र सलामत थियो। ल हेर, यसको जस्तो इन्डोरेन्स पावर हुनुपर्छ। सोध्नुभयो, तेरो नाम के हो भाइ? मैले मेरो नाम र थर भने। मेरो थर सुनेपछि भन्नुभयो, भोलि यो पक्का पनि लप्टन बन्छ। जति दुःख लप्टन हुँदा गर्नुपर्छ, त्यसको आधा हो यो दुःख त। फेरि चेन्ज गर्नुभयो। अघिको जाडो त कता भाग्यो कता। शरीरभरि पसिना आएर हैरान भयौं। अब भने हामी माथि काँधमा चढेका थियौं। स्वर्गीय आनन्दको अनुभूति प्राप्त भयो। बिहानको 3 बज्न लागेको थियो। सबैजनाले पानी लिएर आऊ, नुहाउनु भन्नुभयो। हामी नुहाउन गएको पानी के छोइसक्नु थियो र? जे होस्, नुहाइयो। नुहाएर सुत्न मात्र के लागेको, चिया पनि आइपुग्यो। यसो घडी हेरे, बिहानको 4 बजिसकेको थियो। सबैजनाले चिया पियौं। एकैछिनमा पूर्वतिर उज्यालो देखियो। हामी जंगलमा झाडु खोज्न निस्कियौं। कमब्याक ड्रेस पो फेला पर्यो। ल, साथी भागेछ। अलि पर जाँदा अर्को, फेरि अर्को। हेर्दा त लगभग 9 जना भागेछन् एकै रातमा। किनभने 3 महिनामा 10 जना भागेका थिए। अब त एक्लै रातमा 9 जना भागेछन्। बिहानै रिपोर्टिङ भयो, 9 जना भागे। हामीले सोच्यौं, एकै दिन यति धेरै भागे, अब त अलि त्यस्तो हुँदैन कि? तर हाम्रो सोचाइको विपरीत भयो। तालिम भनेको तालिम नै रहेछ, त्यो स्वाभाविक पनि थियो। जसरी पनि हामीले कडा तालिम गर्नु नै थियो। छिमेकी साथीले भन्यो, हाम्रो पनि नाइट परेड त भयो, सबै भयो, तर यस्तो दुःख भएन। हामीलाई पहिले नै थाहा दिएको थियो, सिक्नको लागि मात्र हो, तर दुःख दिने तरिकाले होइन। हामीले त खुसीका साथ गर्यौं। उसले मेरो कुरा चाख मानेर सुनिरहेको थियो। फेरि मतिर फर्केर भन्यो, आउटडोर कस्तो भयो भन्नु न गाउँले। मैले भने, ल सुन्नुहोस्, हाम्रो आउटडोर अर्थात् जंगल तालिम, हेर सैन्यहरू हो, यो तिमीहरूको अन्तिम तथा सबैभन्दा अप्ठ्यारो तालिम हो। यसमा अहिलेसम्म सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउनु पर्छ, बुझ्यौ भन्नुभयो गुरुजीले। हामी सबै जोडले करायौं, यस सर। जंगलको डाँडोलाई वारिपारीबाट सबैलाई हात समातेर गोलो घेरा बनाउन भन्नुभयो। हामी सबैले एकअर्काको हात समातेर गोलो घेरा बनायौं। टर्न अबाउट आदेश आयो गुरुजीको। हामी सबै बाहिरतर्फ फर्क्यौं। सबैजनाले हात छोड र जंगलतिर अगाडि बढ। मैले रोक नभनेसम्म हिँडिरहनु। हामी त्यसै गरी हिँड्यौं। धेरै तल पुगेपछि हल्ट भन्नुभयो। हामी आफू रोकिएको ठाउँमा राइफल ट्रेन्च खन्न लगाउनु भयो। सिपाहीको टुल साथमै हुन्छ। खन्न र साबेल बनाएर माटो फाल्न मिल्छ। राइफल ट्रेन्चको गहिराई 5 फिट र चौडाई लम्बाई 1 मिटर हुन्छ। त्यसैले फेरि 1 मिटर जोडेर एल बनाएर आफूलाई सुत्न मिल्ने ठाउँ पनि बनाउनु थियो। हामी 2-2 जनाको जोडीमा थियौं। स्पष्ट आदेश थियो, ट्रेन्च पुरा नभएसम्म खान नपाइने। गुरुजी आउनुभयो। हाम्रो ट्रेन्च चेक गर्दै भन्नुभयो, पारिपट्टि छापा मारेका छन् अरे, माथिबाट आदेश आएको छ, छिटो तयार गर।
लगतै सिट्ठी बज्यो। हामी जम्मा भयौँ। अफिसर साहबले भन्नुभयो, हेर भाइ, हाम्रो लागि ड्युटी खटिएकोले मात्र लडाईँ जित्न सक्दैन। तिमीहरूलाई पनि फायरिङ गराइसकेको छ, त्यसैले अब तिमीहरू पनि लड्नको लागि तयार हुनुपर्छ। हामीलाई साँच्चै नै होला देशमा लडाईँ परेको छ भन्ने लाग्यो। हामीले हतार हतार गरेर खनेर पुरा मात्र के गर्न भ्याएका थियौँ। आधा किलोमिटर परको जङ्गलमा फायरिङ सुरु भयो। लडाईँकै हालतमा पटटटटटट मेरो मुटुको धड्कन तीव्र रूपमा चल्न थाल्यो। हामीलाई लाग्यो दुश्मनले हमला गर्यो। अघि खनेको खाल्टोमा गएर राइफल कक गरेर लड्नको लागि तयार पनि भयौँ। केटा हौ, तिमीहरू त लकी रहेछौ, सबै कुरा लाइभ सिक्न पायौ। एकछिनपछि लडाईँ पर्छ होला। आज त तिमीहरू सुत्न पाउँदैनौ। गुरुजीले एक राउन्ड फायर गर्नुभयो। हामी चिप्लिँदै आफ्नो पोस्टमा गयौँ। म एक सेक्सनको कमान्डर थिएँ। मैले प्लाटुन कमान्डरलाई रिपोर्ट दिनु थियो। प्लाटुन कमान्डरले कम्पनी कमान्डरलाई रिपोर्ट दिन्थ्यो। कम्पनी कमान्डरले गुरुजीलाई। मैले मेरो एकजनाको मृत्यु भएको र 3 जना घाइते भएको रिपोर्ट लिएँ, किनभने गुरुजीले पहिले नै एकजना मेरो सेक्सनको लागि मरेको जस्तो अभिनय गर्न लगाइसक्नु भएको रहेछ। अरू 3 जना चाहिँ घाइते भएका रहेछन्। मैले मेरो प्लाटुन कमान्डरलाई रिपोर्ट गरेँ। रिपोर्ट गर्न जाँदै गर्दा क्राउलिङ गरेर जानुपर्ने थियो। मैले रिपोर्ट दिँदा उठेर दिएको मात्र के थिए, एक लात्ती खाए गुरुजीको, किनकि लडाईँ चलिरहेको बेलामा बिस्तारै झुकेर रिपोर्ट दिनुपर्ने नियम थियो। साथै सिग्नलको प्रयोग गर्नुपर्ने जस्ता नियमहरू पनि थिए। रातैभरि सुत्न दिएनन्। हतियारलाई डोरीले बाँधेका थियौँ। हामी मरे पनि हतियार नलुटियोस् भन्ने धारणा थियो। थाकेर होला 3 जना सैन्य त्यही सेल्टरमा सुतेछन्। भोलिपल्ट सेफ कुकिङको परीक्षा थियो। मैले पनि चुलो बनाएर एउटा मेस्टिनमा भात, अर्कोमा आलु काटेर पसाले। मसँग गुन्द्रुक पनि थियो, घरबाट पठाइदिएको। लोकल घिउ पनि यसो झोलामा राखेको थिए। त्यसैले मैले हल्का घिउ राखेर भात छोपेँ। त्यतिखेरसम्म अर्को मेसिन टिनको बट्टामा आलु तथा गुन्द्रुक पनि पाक्यो। लगभग मैले त्यो कार्य 34 मिनेटमा सकाएर फर्स्ट भएँ। कोही साथीहरू चुलो भत्किएर फेरि बनाउँदै थिए। कोहीले त मुखैभरि कालो मोसो लगाएका थिए। म कम्पनी कमान्डर भोलिको लागि फुलचोकी देशसँग लडाईँ गर्नुपर्ने स्यान मोडल बनाएर ब्रिफ गर्नुपर्ने भयो। मैले स्यान मोडल बनाएँ। सम्पूर्ण सूचना हुन्थ्यो। कति सेना छन्, भूगोल कस्तो छ, कुन कुन जनजातिका मानिस छन्, बाटोमा के छ, जङ्गलमा कुन कुन रुख छन्, नदीनाला कस्ता छन्, अग्लो भागको उचाइ कति रहेको छ, होचो भागको उचाइ कति छ। सबै ब्रिफिङ गरिसकेपछि टोली विभाजन गरे। मुभ गर्नको लागि आदेश मागे। मेरो ब्रिफ गर्ने शैली एकदम राम्रो भयो रे। एम्बुस तथा रेड सबै सकियो। एक दिन कर्डन एन्ड सर्च गर्दा माइकिङ गर्नुपर्ने। हाम्रो एरियामा तामाङ बस्ती थियो, त्यसैले अब सबैजनालाई हामीले चारैतिर घेरिसक्यौँ। चौरमा जम्मा हुनुहोला भन्नुभएको थियो। मैले भने मलाई भाषा आउँछ। जम्मन जेजु आले नाना आङ्गाजुङ याला नामसारी नेपाली सेना खाजिङजी रो जम्मन जना चौरली भेला तासी नेपाली सेना ता घेलाबारी सहयोग ला सिओ लासो। ओस्ताजले ठूलो भारी बोकेर हिँडिरहनु भएको देखे। त्यो भारीमा 55 केजीको ढक हालेको रहेछ। गुरुबाले हामीलाई त्यो व्यक्ति भएको ठाउँमा लगेर भन्नुभयो, यो मानिस ड्युटीमा निधाएर हो त्यस्तो सजाय पाएको। यसको सजाय 7 दिनसम्म यही बोक्ने। हिलोमा पनि हाल्छन्, क्रलिङ गर्न पनि लगाउँछन्। त्यो देखेर मेरो सातो गयो। 3 दिनसम्म त उसलाई देखेको थिए। अर्को दिन ग्राउन्डमा देखेन। गुरुजीलाई सोधे। भन्नुभयो ऊ त सजाय सहन नसकेर भागेछ। उसका 2वटा श्रीमती रहेछन्। पल्टनमा रिपोर्ट गरेर तलबको 3 भाग लगाएको रहेछ। एक भाग जेठी बुढीलाई, एक भाग कान्छी बुढी र एक भाग उसको। जेठीबाट 2 छोरा र 1 छोरी पनि रहेछन्। ल अब उनीहरू बिस्तारै घरतिर जान लागे भन्नुभयो। हिजो म लगायत जोडाहरू मिलेर पैसा उठाएर उसको जेठी श्रीमतीलाई भाडा बनाएर दियौँ। आजको ड्युटीमा साथीले उसको प्रेम कहानी सुनायो। केटीकी दिदीलाई बिहे गर्छु भनेर बहिनीलाई उडाएछ। अरू त सबै पोजिटिभ भइसकेछन्। दिदीले मान्दै मानेनन्। उसले पनि अब जे पर्छ भनेर म पहिलो दिदीलाई उडाउन खोजेको। मलाई बहिनी मन पर्यो। बहिनी उडाइदिए भनिदियो। त्यसपछि बल्ल शान्त भए। मैले अचम्म मान्दै उसलाई भने, अरे यार, कसरी एउटै घरमा जाँदा पहिला जसलाई ताकेको थिइस् उसलाई कसरी जेठी सासू भन्छस् त? उसले भन्यो, उसकी बहिनीलाई पनि थाहा थियो उसको दिदी र म पहिला बस्छौँ भनेर। उसलाई त केही आपत्ति छैन भने मलाई के को आपत्ति र? मलाई त कस्तो अड लाग्यो। तर जे पनि माने हुने त हो नि भनेर चित्त बुझाए।
चौथो दिन राति पोइन्ट टु पोइन्ट अर्थात् एक ठाउँबाट अर्को ठाउँ पत्ता लगाउनु पर्ने थियो। जिआर अर्थात् ग्राउन्ड रेन्ज दिने, त्यो ठाउँबाट फेरि अर्को ठाउँको, त्यसमा पनि प्रतिस्पर्धा हुने, त्यसको पनि नम्बर जोडिने। त्यस्तो के हुन्थ्यो र? पुरा तालिम पास गर्नै पर्ने। यदि तालिममा पास हुन सकेन भने अर्को ब्याजमा जारी दिने, अर्थात् सिपाही नै नहुने कि भान्से भएर बस्नु पर्यो। नत्र सिपाही बन्नको लागि त कडा मेहनत गर्नै पर्यो। म पनि एकपटक आराम गर्छु भनेर निधाएको थिएँ। पछि त टोली जम्मा भएर क्याम्प फायरिङ गरेछ। टोली खोज्दै आउँदा हामी फेला परेछौँ। माथि गएको त पुरै रमाइलो भएको रहेछ। अर्को बिहान हाम्रो जङ्गल तालिम सकिने भएकोले क्याम्प फायरिङको लागि तयारी रहेछ। मलाई हल्का सजाय दिएर छाडिदिनु भयो, किनकि त्यो खुसीको दिन थियो। आगोको ठुलो धुनी लगाएको थियो। बोकालाई सेकुवाको लागि झुन्डाइएको थियो। बाहिरबाट आर्मीको ड्युटी थियो। हामी सबै वरिपरि जम्मा भयौँ। गुरुजीले लौ अब क्याम्प फायर भन्नुभयो। जय दुर्गा भवानी भन्दै हामीले 5-5 राउन्ड फायर गर्यौं। नजिकको सबै ब्यारेकमा पहिले नै अलर्ट थियो, आज सैन्यको क्याम्प फायरिङ। हरेक अप्ठ्यारो इभेन्ट पछि सेलिब्रेसन हुनुपर्छ। गुरुजीलाई पनि हल्का लागेछ। उहाँले हल्का ड्रिङ्क्स गर्नुभएको थियो। पहिला त गुरुजीलाई नै बाहिर फेला पारेको भए कार्थ्यो होलान् जस्तो लाग्थ्यो। तर ती कुरा पछि बुझ्दै जाँदा सबै हराए। अब त गुरुजीलाई सम्मान गर्न मन लाग्यो मनमनै। हामी ब्यारेकमा पुग्यौं। ल भोलि सबै सैन्यलाई पिटी परेड केही पनि हुँदैन, आराम गर्नु, मेजर साहबले भन्नुभयो। भोलि आराम गर्ने, बिहान कपडा धुने, सफाई गर्ने कुरा सम्झेर खुसी लाग्यो। राति पनि ड्युटी आएन। दिउँसोको 2 बजेसम्म आराम गर्नको आदेश थियो। तर भनिन्छ नि, घोडाको खाना घोडाले बढाउँछ, छोराको खाना छोराले बढाउँछ भने जस्तै खाना खाएर एउटा सैन्यले सूर्य चुरोट तानेर धुवा त करसापतिर फालेछ। भर्खर खाना खाएर निधाएको मात्र के थियो। कुरै नगरौं, कुकुरलाई घिउ पच्दैन र सैन्यलाई सुख पच्दैन भन्ने उखान हामीले सुनेकै हो। सबैजना ग्राउन्डमा छन्। मेजर साहेबहरू अधिकृत, पदिक, हुद्दा जम्मा हुनु भएको थियो। करसाप आफै आएर भन्नुभयो, ल ऊ हेर त, त्यो को हो? पर एउटा मानिस पुरै हाफ प्यान्ट मात्र लगाएको, पोखरीमा हालेर बाहिर निकालेको। धुलो माटोमा लडीपुडी अर्थात् फ्रन्ट रोल, ब्याक रोल, साइड रोल गरेपछि कसले चिन्नु? करसापले अगाडि बोलाएर भन्नुभयो, ल भन् त को होस्? कम्प्युटर नम्बर 193273, सैन्य वीरबहादुर सर। मैले सूर्य चुरोट सल्काएर धुवा करसापको मुखमा फाले। मानौ यसरी भने कि उसले एक्लै भयङ्कर लडाईँ जितेको थियो। क्यान्टिनमा पनि स्पष्ट आदेश थियो, सैन्यलाई चुरोट, खैनी, गुट्खा नबेच्नु, किनकि तालिम कठोर हुन्छ। त्यसमा चुरोट खैनीले खराब गर्छ। त्यो सैन्यकै हितको लागि थियो। तर खाने मुखलाई जुङ्गाले पनि छेक्दैन भने जस्तै प्याकेट चाहिँ चेक गरे। तर मैले खैनी राइफलको बटमा लुकाएको थिएँ। हुन त यो सिप मैले घरमै सिकेर आएको थिएँ। घरमा पुरै कन्टरमा तेल हुन्थ्यो तोरीको। मैले तेल बेच्नको लागि भित्र तोरीको दाना हालिदिन्थे। त्यो बराबरको तेल बाहिर लगेर बेच्थे। सायद दिदीलाई मेरो विश्वास नलागेर होला, ऊ प्राय जसो चेक गर्थे। तर सधैँ तेल भरि नै हुन्थ्यो। एक दिन तेल लिन जाँदा पुरै तोरीको दाना पो फेला परेछ। त्यसपछि आमा र दिदी बसेर सल्लाह गरेछन्, अब के गर्ने? ठिकै छ, त्यति बुद्धि लगाएर चोरेछ। हामीले सधैँ चेक गरेकै हो। मेरो चोरीको कला देखेर आमा भन्नुहुन्थ्यो रे, भोलि गएर यसले केही न केही गर्छ होला, आजै त यस्तो बाटो छ। मैले त्यतिको चोरीको काम नगर्ने हो भने पढ्ने, घुम्ने, फिल्म हेर्ने पैसा कताबाट मिलाउनु? त्यसै गरी घरको सामान चोरेर मिलाउँथे। एकपटक त तामाको तौली नै बेचे। धेरै सस्तोमा बेचेछु। पल्लो घरको दाजु बरु म किन्थे नि, घरको सामान घरमै रहन्थ्यो भन्नुहुन्थ्यो। त्यति मात्र कहाँ हो र? आजकल जस्तो बजारमा सडक गएको थिएन। सदरमुकाममा बस्ने मानिसले गाउँबाट लगेको लोकल चामल खाने हो। आजकल पो सबै सामान बजारबाटै लगिन्छ। पहिले हामीले बजारमा चामल पिठो लगेर बेच्थ्यौँ। आजको जस्तो बजारको किनेर घरमा लाने होइन। म चामल चोरेर बेच्थेँ आफ्नो पकेट खर्च चलाउनको लागि। सधैँ चामल बेच्न थालेपछि दिदीले नयाँ तरिका अपनाइछे। चामल नकेलाएर राख्ने। चामल आधा भुससँगै राख्थे। मलाई केलाउन आउँदैन थियो। बजारमा नकेलाएको चामल किन्ने कुरा पनि भएन। दिदी मक्ख परेकोली अब यसको समस्या समाधान भयो भनेर मलाई हेरेर मुस्कुराई, किनकि
त्यहाँ दिदीले जितेकी थिए। 1 हप्ता जति चामल चोर्न बन्द गरे। तर के गर्नु, पैसा त चाहियो। फिल्म हेर्नु पर्ने, चाउचाउ साह्रै मिठो लाग्ने। आजभोलि पहिलेको जस्तै मिठो लाग्ने भए कस्तो हुन्थ्यो होला। अचेल त केही पनि हेर्नै मन लाग्दैन। जहाँ इच्छा त्यहाँ उपाय भन्छन्। फेरि अर्को आइडिया निकाले। पुरै भुजसँग बोकेर लाने। बीचमा एकजनालाई चामल सपार्न केलाउन लगाउने। केलाएको साठोमा उसलाई पनि 1 मानो चामल दिने। त्यसपछि चामल बेचेर पैसा कमाउने। गाउँमा गएर एकजना दिदीसँग सल्लाह गरे। उहाँले सकारात्मक नै कुरा गर्नुभयो। मैले नकेलाएको चामल पनि लगेर बेचे। दिदीले यो कुरा कताबाट पो थाहा पाइछे। एक दिन हार मानेर भने, ल भयो, अब तेरो ऋण कति छ भन्, म तिर्छु। तँलाई पकेट खर्च कति चाहिन्छ, म दिन्छु। दिदीले सबै कुरा थाहा पाएकी भएर एकछिन त टाउको झुकाएर बसिरहे। भित्रभित्रै भने मलाई उसको शर्त मान्न परेको थियो। मैले दिदीको शर्त माने। उसले भने, पुरै 1 पाथी चामल लगेर बेच, सबै पैसा मलाई दे, म तँलाई चाहिने पैसा दिन्छु। मैले पनि हुन्छ भने। चामल बोकेर म बजारतिर लागे, किनकि पहिला लुकाएर बेच्नु पर्थ्यो। तर त्यस दिन मैले ढुक्क भएर बेचिरहेको थिएँ। पहिला सस्तोमा बेच्नु पर्थ्यो, तर त्यस दिन मेरो सानमान नै बेग्लै थियो। सधैँ जस्तो पसलमा चामल भराए। पैसा दिँदा साउले पहिलेकै रेटमा दियो। मलाई मन परेन, किनभने आज मैले चोरेर ल्याएको थिएन। ममा आँट भरिएको थियो। मैले केही झर्किए जसरी गरेर भने, मेरो दिदीले ल्याएको चामल कतिमा किन्छौ? 10 रुपियाँ मानाको। उसले छोटो उत्तर दियो। मेरो भने 7 रुपियाँ होइन? लु, आज खुरुक्क 10 को दरले 80 दिनु। पसलेले सधैँ जस्तो ब्ल्याकमेल गर्न खोज्दै भन्यो। म तिम्रो घरमा भनिदिउँ? भन, आज मैले घरबाटै सल्लाह गरेर ल्याएको। ब्ल्याकमेल गर्ने दिन गए? होइन भने म पल्लो पसलमा गएर बेच्छु। चामल राम्रो थियो। उसले मुस्कुराउँदै पैसा दियो। आर्मी हुनुभन्दा पहिले नै घरमा यस्ता चलाखी सिकिसकेको थिए। तालिममा 5 मिनट सु गर्नको लागि ब्रेक भयो भने सबै साथी सु गर्न छोडेर मेरो वरिपरि झुमिन्थे, किनभने मैले खैनी लुकाएको हुन्थे। पछि मैले सबैलाई त्यो आइडिया सिकाए, खैनी लुकाउने ठाउँ। तालिममा पानी पिउने परेड थियो। त्यसैले सबैलाई कम्तीमा पनि 4 लिटर पानी पिउन आदेश दियो। तालिममा पिसाब फेर्ने छुट्टी भने खुबै पाइन्थ्यो। त्यो अवसरलाई हामीले मौकामा बदलेका थियौँ खैनी खाने। एक दिन गुरुले सबैको पकेट छाम्नुभयो। खैनी फेला पर्यो। तालिममा खैनी चुरोट खान मनाइ थियो। खैनीको प्याकेट गिलासमा राखेर पानी घोलेर पिउन लगाउनु भयो। म चाहिँ जोगिए, किनभने मलाई पकड्न पाएनन्। 3 जना साथीहरू त ठाउँको ठाउँमा ढले खैनीको चक्करले। कतिले भमिट पनि गरे, तर पनि बानी न हो के जान्थ्यो। त्यति गर्दा पनि खान छोडेनन्। पल्टनमा घाममा सुकाउने भन्ने चलन थियो। जेठ वैशाखको गर्मीमा 3-4 वटा ब्ल्याङ्केट ओढाएर घाममा राख्दा पुरै सातो जान्थ्यो। आराम नपाउन्जेल आराम खोज्ने। आराम दियो भने मलाई कोदाली दिनु, म खन्न जान्छु भन्ने जस्तो हुँदो रहेछ, जुन हामीले प्र्याक्टिकल गरेर सिकेको। गुरुबाले हमेसा भन्नुहुन्थ्यो, हेर भाइ हो, यो आर्मीले कति खर्च गरेको छ। खाना दिएको छ, लाउन दिएको छ, पैसा दिएको छ, तिमीहरूकै शरीर बनाउन तालिम दिएको छ, तिमीहरूकै ज्यान जोगाउन लाखौंको हतियार दिएको छ। दिनभरि पनान फुस्किने गरी पेल्ने, साँझ भने धेरै सम्झाउने। सिपाही भनेपछि केटीहरू टन्नै पाइन्छ बिहे गर्न। पछि शान्ति सेना जाँदा त्यो देशका हिरोइनहरूसँग डान्स गर्न पाइन्छ। भोलिपल्ट भयो फेरि पेलाइ। भाङ पेल, धतुरो पेल, मलाई ल्या तोरीको तेल। हुँदा हुँदा एक दिन फायरिङको पालो आयो। धेरै नै उत्साहित थिए अटोमेटिक राइफल पड्काउनको लागि। हुन त बन्दुक घरमा पनि पड्काएको थिए। एकपटक भरेर राखेको बन्दुक कोही नभएको बेला पड्काएको। पछि डर लाग्यो, भागेर मामा घर गएको थिए। अनुशासनमा बस्नुपर्ने ठाउँ भनेकै फायरिङ रेन्जमा हो। यदि त्यहाँ अनुशासित नभएमा ज्यान नै जान सक्थ्यो। मेरो पालो आयो। उस्ताजले बिस्तारै भन्नुभयो, राइफल कक गर, सासलाई रोकेर फायर भन्दा त ड्याङ फायर गरियो। गएर हेरेको त 10 को 10 राउन्ड हिट गरिएछ। रेकर्ड टिप्नुभयो गुरुजीले। अब गनको फायरिङ भयो। पुरै बुलमै हानियो। मोटारको पालो आयो। भाग्य नै भनौँ, हाम्रो टिमले झन्डा नै उडायो। त्यो देखेर लप्सापले भन्नुभयो, ल यो टोलीलाई 1-1 क्यारेट अन्डा भयो। हामी जम्मा 3 जना थियौँ। 3 क्यारेट अन्डा जितियो। खाजा खाने बेला आयो। लप्सापले सबैजनाको खाजा एक ठाउँमा राख भन्नुभयो। सबैजनासँग बिस्कुट र चाउचाउ मात्र थियो। सबैजनालाई चारैतिर राखेर
हातले कसैले पनि नखाउन पाउने आदेश भयो। हात पछाडि राखेर घिस्रिएर खानु भन्नुभयो। हामी सबैले त्यसै गर्यौं। म सानो हुँदा घरमा बाख्रालाई नुन दिएको याद आयो, किनभने ठाउँ सानो, मानिस धेरै भएको हुनाले बाख्राले जस्तै ठेल्दै अगाडि बढ्थे। कोही साथी चढ्दा मुखमा राखेको खाजा पनि बाहिर फाल्थे। फायरिङ सकियो, हामी तालिम प्राप्त भयौं। अब बम फायरिङ गर्नको लागि नगरकोट जानु भन्ने आदेश आयो। म नगरकोट जान पाएको थिएन, त्यसकारणले म अरूभन्दा निकै उत्साहित थिएँ। नगरकोट धेरैको रोजाइको ठाउँ थियो। बिहानै उठेर नगरकोट लागियो। मनमा उत्साह र शरीरमा जाँगर बढेको थियो। कमल विनायकबाट माथि उकालो चढ्दा मनमा अर्कै किसिमको उमङ्ग बढेको थियो। हामी रमाउँदै उकालो चढिरहेका थियौँ। जङ्गलको बाटो, बाटैभरि जुका रहेछन्। जुका टिप्दै उकालो चढ्दा गुरुजीलाई पनि रिस उठेछ। उहाँले भन्नुभयो, बम आयो, आफ्नो सुरक्षा गर। हामी सबैजना जमिनमा उत्तानो परेर सुत्यौं। बम पड्केको समयमा बाँच्नको लागि त्यसै गरी सुत्न सिकाइएको थियो। हामीलाई खुब डर लाग्यो। पछि थाहा भयो उहाँले हामीलाई झुक्क्याउनु भएको रहेछ। उहाँले झुट बोल्नु भएको थाहा पाएपछि मैले लामो सास फेरे। जहाँ अलि अप्ठ्यारो ठाउँ देखा पर्छ त्यहाँ बम आयो भनिदिने यो उहाँको बानी रहेछ। भोलिपल्ट बम फायरिङ गर्न पुगियो। एकजनाले फालेको बम पड्किएन। उसलाई उसको गोप्य ठाउँमा कोठी भएको भन्ने कुरा गरे। नभन्दै कोठी रहेछ। सायद समेक हो कि के हो। मैले चाहिँ त्यो साथीको कोठी नै देखेको। बम फायर भएन भने त्यसलाई खोजेर डिस्पोजल गर्नु पर्थ्यो, जसको लागि पुरै जङ्गल खोज्नु पर्ने थियो। भाग्यवश फेला पर्यो। यदि आज फेला नपरेको भए त्यहीँ बसेर भए पनि खोज्नु पर्थ्यो। बिहान बिहान दौडदा दौडदा टोली नै खुट्टा खोच्याउँदै हिँड्थे, तर पनि कसैले आराम गर्न दिँदैनथे। मनमनै सोच्थे कस्ता पापी रहेछन्, एक दिन त आराम गर्न दिनु नि। तर पछि थाहा पाए यदि अलिअलि खुट्टा खोच्याउँदैमा आराम दिने हो भने सबैले त्यस्तै गर्दा रहेछन्, किनकि तालिम निकै कठोर हुन्छ। त्यो कुरा प्रमाणित तब भयो जब एक दिन गुरुले नयाँ कुरा ल्याउनु भयो। जसले खुट्टा खोच्याउँछ त्यसले चिप्ले किरा निल्नुपर्ने। चिप्ले किरामा क्याल्सियम हुन्छ। खुट्टा खोच्याउनु भनेको क्याल्सियमको कमीले हो। सूर्य विनायकको जङ्गलमा चिप्ले किरा कति हो कति। साथीलाई चिप्ले किरा पखालेर निल्न भन्नुभयो। सायद त्यो साथीले आत्मविश्वासका साथ निलेन होला। वाक्क वाक्क गर्दै बाहिर निकाल्यो। फेरि मुखमा हालेर चपायो। यस्तो अवस्था भयो कि कुरै नगरौँ। त्यो साथीको अवस्था देखेर भए पनि अरू जसले खुट्टा खोच्याउँथे ती सबै तन्दुरुस्त भए। त्यो दिनदेखि भने नाटक बन्द भयो। मैले त पहिले पनि खोच्याएको थिएन। एक दिन भने तालिमको लगभग 2 महिना जति भएको थियो होला। म निन्द्राबाट एक्कासी बिउजिए। पिडोलाको पुरै मासु अगाडि फर्किएछ। म एक्कासी चिचाएछु। लाइन पालोले आएर मद्दत गर्यो। बिस्तारै तेल लगाएर मालिस गर्यो। फर्केको मासु ठिक ठाउँमा पुग्यो। लाइन पालोको धेरै ठुलो भूमिका हुन्छ। म पनि एकपटक लाइन पालो बसेको छु। त्यतिखेर थाहा पाएको थिएँ कोही निन्द्रामा गफ गर्ने रहेछन्, कोही निन्द्रामा हिँड्ने बानी भएका रहेछन्, कोही त दाँत कडम कडम चपाउने, कोही जुरुक्क उठ्ने। एकछिनमा चालचुल केही छैन। लाइन पालोमा 2 जना हुन्थे। 5औं महिना पुगेपछि एक दिन एक्कासी खुसीको खबर आयो। अब सैन्यले फोन गर्न पाउने भयो। अब म हत्त नपत्त निलमको फोन नम्बर खोज्न थाले। फेला पार्न सकिन। तेरो नाम के हो भन्दा पनि मेरो नाम सैन्य हो भन्ने अवस्था थियो मेरो। तालिमले सबै कुरा बिर्साइदिँदो रहेछ। मेरो पढाइ पनि सबै बिर्सियो। आउँथ्यो त केवल सैनिक एन, राइफलको चाल, हतियार र युद्ध कला मात्र। अब त गुरुजीले पनि माया गर्न थाल्नुभयो। बाहिर सामान लिन जाँदा पालै पालो सैन्यको पनि पालो आउँथ्यो। एक दिन मेरो पनि आयो। छाउनीसम्म घुम्न पाए। आर्मी जीपबाट बन्दुक बाहिरतर्फ ताकेर बसे। यसरी निलो आर्मी कलरको गाडीमा जाँदै गर्दा बाटोका अरू गाडीले पनि बाटो छोडिदिन्थे। रङ्गीचङ्गी बजार देख्न पाइयो। निकै राहत मिल्यो। घर परिवारको याद आउँथ्यो। कलेज पढ्दा 1 पिरियड पढेर पुरै दिन आराम गरेको र हल्लिएको याद आउँथ्यो। मानिसलाई जब दुःख पर्छ तब पहिले भोगेका सुखको याद आउँदो रहेछ, जबकि आउनु पर्ने चाहिँ दुःखको याद हो। सूर्य विनायक गणेश मन्दिरमा कतिपटक आफ्नो साथीलाई काँधमा राखेर सिडी गन्दै माथि पुगियो। सास फुत्केला जस्तो हुन्थ्यो। कहिलेकाहीँ त तिग्रा पोलेर भतभती हुने।
हिँड्नै सकिँदैन थियो। तर पनि जब गुरुजीको लौरी देखिन्छ तब अवचेतन मनबाट यति शक्ति आउँथ्यो कि पुरै नगरौँ। गोर्खालीका बेटा जित्न र गडा उत्न तगडा, त्यसैले होला धुवा आउने गरी पेल्ने, त्यो स्वाभाविक पनि थियो। नत्र पहिले सुरुमा राइफललाई 2 हातले समातेर ल्याउनेले अहिले कसरी 1 हातले सुट टु किलको चर्तिकला देखाउँथ्यो त। पास आउट कवाज देखाउनको लागि पुरै सैन्य टोली तयार थियो। हाम्रो ड्रेस पनि एकदमै राम्रो, सेतो तुना ड्रेसमा रातो टल्ली, एक जोर जुत्ता टलक्क टल्किएका थिए। अन्तिम पास आउट कवाज देखाउनको लागि। आजकल थप पेलाइ थिएन, लगभग बिहान पिटी र दिनमा कवचको रिहर्सल। ब्यान्ड बाजाको तालमा छिटो हिँड्ने र ढिलो हिँड्ने। गीत थियो लाउरी दाईको रेलीमै फेसा नै राम्रो। हाम्रो 2 जना साथी अन्तिम कवाज तथा पास आउटमा समावेश हुन सक्ने थिएनन्। एकजना फायरिङमा दुवै कान फुटेर बहिरा भएकोले र अर्को एकजना पनि बिरामी भएकोले कोर्स पुरा गर्न सकेनन्, अनफिट भए। अन्तिम कवाज देखाउन तथा पास आउटमा सबैजनालाई आफ्ना आफन्तको नाम टिपाउन आदेश थियो। कतिजना ल्याउने भनी संख्या पनि टिपाउँदै थिए साथीहरू। कुनै गर्लफ्रेन्ड भए उनीलाई पनि बोलाउन पाउने भन्ने थियो। मैले निलमलाई सम्झे तर सम्पर्क छैन। उनको नम्बर हराइसकेको थिए। अझै गएर बाकसमा खोजे कहीँ कतै फेला पर्छ कि भनेर, तर परेन। तालिमको टेन्सनमा कता फालेक फाले, सायद नाइट परेडको दिन हराएकी। अब केही सिप नलागेपछि मेरो आउने कोही नभएको जानकारी गराए। साँझ गुरुबाले भन्नुभयो, ए तेरो कोही छैन पास आउटमा आउने? छैन साहब। बाहिर जान पाएको छैन, खाली दौडको बेला एकपटक 10 माइल परको साँगा पुगेर आएको। लङ रुट मार्चमा ग्वारकोसम्म पुगेर आएको। गुरुजीकी साली 11मा पढ्ने रहेछन्, काठमाडौँकी लोकल। उनलाई बोलाउने कुरा भयो। गुरुजीको परिवारलाई पनि पास आउट हेर्नको लागि पास थियो। सालीको पास मेरोमा मिलाइयो। कमला बस्नेत थियो उनको नाम। त्यो कुरा गुरु र मलाई मात्र थाहा थियो। गुरुले सोच्नुभयो होला केटो इमान्दार तथा पढे लेखेको छ, एक दिन अफिसर पनि बन्छ, सालीसँग कुरा मिलाउने हो कि। तर मेरो मनले भन्ने निलम सोचिरहेको थियो। मैले पनि गर्लफ्रेन्डको नाम टिपाएँ। मेरो बेड पार्टनरलाई भने रिस उठेछ, तेरो काठमाडौँमा गर्लफ्रेन्ड भएर पनि किन झुट बोलिस भनेर हपार्यो। म मुस्कुराए मात्र, केही बोलिन। नम्बरीहरू ब्याग तयार पारेर बसेका थिए। हिजो साँझै तयार भएर तिरन तारन गर्ने क्यान्टिनबाट क्लियरेन्सको लेटर तयार पार्ने आदेश थियो। सबैभन्दा बढी माया नम्बरीको हुन्छ अरे, गुरुजी भन्ने गर्नुहुन्थ्यो। धनकुटा, रामेछाप, दोलखा, चरीकोट, हेटौडा, लगनखेल तथा राजदरबार गरी 6 ठाउँमा बाँडिएस नम्बरीहरू। पल्टनको नाता छोटो हुन्छ। तालिम सकेर राम्रोसँग रमाइलो गर्न नपाउँदै छुटिनुपर्ने। के थाहा भोलि भेट नहुन पनि सक्थ्यो। देशमा लडाई थियो, को कतिखेर कहाँ चैट हुने हो कसैलाई थाहा थिएन। आज चारैतिर झण्डा गाडिएका थिए, ध्वजा पताका पनि थिए। पुरै 4 दिन पहिलेदेखि तयार गरेको गेट पनि थियो, जसमा लेखिएको थियो सैन्यबाट सिपाहीमा प्रवेशद्वार। सुरु भयो 8 बजेदेखि नै अन्तिम कवाज। भिआइपीको रूपमा हुनुहुन्थ्यो करसाब। तुरुन्तै उहाँ आउनुभयो र निरीक्षण गरेर माथि मञ्चमा जानुभयो। अब हाम्रो कवाज सुरु भयो। लगभग 5 मिनटपछि हामी कवाज खेल्दै सैन्यबाट सिपाहीमा प्रवेश लेखेको गेटबाट भित्र पास आउट भइयो। हतार सैन्य लेखेको नेम प्लेट झिकेर फालियो, मानौ कतिखेर त्यो बोझ उतारौं जस्तो भएको रहेछ। केही छिनपछि भिआइपीबाट प्रथम हुनेको नाम घोषणा भयो। मेरो होइन, अर्को साथीको। ऊ गएर खुकुरी थाप्यो। म दोस्रो भए। दोस्रोलाई पुरस्कार केही पनि थिएन, तर ठिकै छ, मैले पनि हल्का कमान्ड गर्नमा कमजोरी गरेकै हो, त्यसैले त म सेकेन्ड मात्र भए। तुरुन्तै फायरिङमा प्रथम भएको मेरो नाम आयो। गोली हान्ने हो, त्यसमा प्रथम भए, जुन आर्मीको सबैभन्दा मूल्यवान पुरस्कार थियो। टोकन अफ लभ पाइयो, जसमा मेरो कम्प्युटर नम्बर तथा नाम लेखिएको थियो। मैले खसखस लागेर गुरुजीलाई सोधे, गुरु किन हो सेकेन्डलाई केही पुरस्कार नदिएको? गुरुले भन्नुभयो, भाइ यो बाहिर होइन नि, जहाँ प्रथमदेखि सान्तना समेत पुरस्कार दिइन्छ। यहाँको प्रथम र दोस्रो त जीवन र मृत्युको बीचमा हुन्छ। पहिलो जित्छ अर्थात् बाँच्छ,
दोस्रो मर्छ, त्यसैले मरेकोलाई पुरस्कार कसरी दिनु? मैले बल्ल बुझेँ किन दोस्रोले पुरस्कार पाउँदैन भनेर। पल्टनमा दोस्रो हुनेको काम छैन भन्थे, हो रहेछ। पुरस्कार पनि थापियो। आज ड्रेस पनि चटक्क परेको थियो, हल्का मोटाउन पनि सुरु भएको, पुरै शरीर छाटिएर पक्का बनेको, लगभग 6 प्याक तयार भएको थियो। म पनि अब मेरो गर्लफ्रेन्डलाई खोज्न लागेको थिएँ। हामीलाई खाना खान तथा पाहुनासँग भेट गर्नको लागि छोडिएको थियो। मेरो गर्लफ्रेन्डलाई भेट्न म अगाडि बढिरहेको थिएँ। मेरो बेड पार्टनरले पिछा गरिरहेको थियो। भन्यो, तेरी गर्लफ्रेन्डलाई हेरौँ न त हौ। अब मलाई आपत पर्यो, किनकि मैले नै अहिलेसम्म मेरी गर्लफ्रेन्डलाई देखेको छैन। उसलाई कसरी देखाउनु? म बिस्तारै हिँड्दै थिएँ। पर एउटा टेबलमा गुरुजी, उहाँको श्रीमती र अर्की एकजना केटी बसेका थिए। मैले मनमनै गेस गरेँ, त्यही हुन सक्छ मेरी गर्लफ्रेन्ड। ऊ मेरो कल्पनाभन्दा औधी राम्री देखे, तर निलम जत्तिकी भनी थिइन। गुरुजीले मलाई यता आउन इसारा गर्नुभयो। साथीले पनि परैबाट देखेर मक्ख पर्दै वाओ क्या क्युट भन्यो। तर गुरुजीको टेबलमा उसले जाने आँट गरेन। अबको 2 वर्षपछि भाइ अफिसर भएर मेरो बहिनीको हात माग्न आउनु पर्यो है, भन्नुभयो गुरुआमाले। गुरुजीले मेरो बारेमा सबै भनिसक्नु भएको रहेछ। मलाई गुरुजीको अगाडि बोल्न कम्फर्ट फिल भएको थिएन। उहाँले उठेर भन्नुभयो, म त रसभरी र दही खान गए, मेरो मनपर्ने परिकार। मैले मनमनै छिटो जानु भनिरहेको थिएँ। म पनि रिल्याक्स भए। तपाईँ मेरो बोयफ्रेन्ड है, भनिन् बहिनी चाहिँले। दुवै दिदी बहिनी मजाले हाँसे। कलेज पढ्ने केटी, काठमाडौँमा जन्मेकी, के को धक। म पनि बोल्ने र गफ गर्ने मामिलामा कम थिइनँ। मैले पनि कलेज लाइफ त गुजारेकै थिएँ। कलेजमा पनि धेरैजना केटी मेरो नोट सार्नलाई माग्थे, जब मलाई नै सबै विषय आउँदैन थियो। कतिपय विषय पढ्नै सक्दैनथे, तर खोइ किन हो नोट मागेर हैरान गर्थे। मैले पनि छाती चौडा पार्दै भने, किन कोही शङ्का छ र? यो सिपाहीले बारम्बार सोध्ने प्रश्न हो। होइन छैन, उनले भनिन्। अरू भनौ कमला म्याम, मैले भने। के को म्याम नि? कमला भन्ने भइगयो नि। उनी सहज बन्न खोज्दै थिइन्। लामो कपाल, जिन्सको प्यान्टमाथि पिङ्क कलरको टी सर्ट, कपाल पछाडि खुल्ला छाडेकी, सबैभन्दा राम्री थिइन् उनी। मेरा साथी हाम्रो टेबलमा आउन बहाना खोजिरहेका थिए, किनभने द मोस्ट ब्युटिफुल गर्ल इन द पास आउट पार्टी वाज नियर माई टेबल। तर म भने अरू कसैलाई खोजिरहेको थिएँ। मनमनै सम्झे निलमलाई। उसलाई आर्मी मनपर्ने, त्यसमाथि म आज पास आउट भएको। कस्तो हुन्थ्यो होला उनी यहाँ भए। बाहिरबाट हेर्दा म जति खुसी जस्तो थिएँ, तर भित्र कता कता खाली खाली थिए। भाइ, तपाईँको कुन पल्टनमा पोस्टिङ भयो? म झसङ्ग भए। म हराएको रहेछु निलमतिर। मैले भने, लगन खेलमा। नजिकै रहेछ है, लौ अब जुवाई बन्नु पर्यो छिट्टै। ल बाबु, भोक लाग्यो होला, खाना खानु। आज बुफेट सिस्टम थियो। खाना पनि 14 परिकारका थिए होलान्, चिकन रोस्टदेखि लिएर माछा समेत। मैले उहाँहरूलाई अगाडि जाने इसारा गरेँ। कमलाका आँखाले मलाई यतै बस्न कर गर्दै थिए। म जाने मनसायले उठेपछि भनिन्, सिपाही साह्रै जिद्दीवाल हुन्छन्। कसैले सोध्यो, तेरो नाम के हो? साथीले खुट्टा जोडेर, कम्प्युटर नम्बर 193272, सैन्य रामबहादुर साप। धत लाटा, अझै सैन्य भन्छस् त? सिपाही भइसकिस् त? गुरुले भन्नुभयो। तुरुन्तै सिटी बज्यो। हामी सबैलाई कोद घरमा लगियो। अब शपथ खान बाँकी रहेछ। पण्डितले संस्कृतका मन्त्र उच्चारण गर्दै कसम खुवाउनु भयो। परेको खण्डमा बाबालाई पनि गोली हान्छु, गीता छोएर कसम खाइयो। अब भने विधिवत रूपमा सिपाही भइयो।